हेलो साथीहरु नमस्ते अनि जोजोलोप्पा सम्पूर्णलाई फेरि पनि मेरो मिनी भ्लगमा स्वागत छ र अब चाहिँ म रेडी भएर आउँछु हेर्न सक्नुहुन्छ म चाहिँ रेडी भइसके र आज कहाँ जान्छौं भन्ने कुरा चाहिँ हेर्दै गर्नु होला हामीले चाहिँ केक काट्न आटेको मन्जिललाई केही थाहा छैन हाम्रो रुममेट दिदीलाई चाहिँ थाहा छैन सरप्राइजली बर्थडे यहाँनेर केक काट्दिन आटेको भनेर अनि साथी चाहिँ लिन गएको चाहिँ यहाँबाट आउनुहुन्छ सट्टै यहाँनिर ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु चमा ह्यापी बर्थडे डियर चमा हुर्रे हुर्रे ल जन्मदिनको धेरै धेरै शुभकामना तपाईलाई अहिले बज्यो रात मर्निङको 5 अनि हामी जाँदैछौँ मन्दिर यहाँ हुन्छ चमा आजको बर्थडे गर्ल अनि आएको म चाहिँ हाम्रो गाडी आयो र अब चाहिँ हामी लाग्छौँ अर्को दिदीलाई पिकअप गर्न अनि हामी जान्छौँ सुरु हजुरहरूले देखि नै हाल्नुभयो दिदीको चाहिँ आज बर्थडे पनि छ र हामी चाहिँ मन्दिर दर्शन गर्न जाँदैछौँ अब चाहिँ बिहान हुँदैछ यहाँ चाहिँ दिदीहरूलाई चिया खान मन लाग्यो अरे अनि यहाँ चाहिँ चिया खाँदै हुनुहुन्छ र अब चाहिँ हामी यहाँबाट पनि निस्किन्छौँ मजा आइरहेछ समा कस्तो फिल भइरहेछ बर्थडे गर्ल भमिट गरेर त्यही पनि बेइज्जत गर्छ होइन रियालिटी भनिदिएको यहाँ चाहिँ हाम्रो गाडी छ अब हामी चाहिँ भमिट गर्नलाई प्लास्टिक चाहिएको थियो प्लास्टिक चाहिँ छैन अब हामी जान्छौँ मन्दिरतर्फ चिसो चिसो बतासले उडाइ लग्यो अब चाहिँ हामी भ्यू हेर्दै हेर्दै लाग्छौँ मन्दिरतिर उहाँहरू चाहिँ फर्स्ट टाइम हो अनि मेरो चाहिँ 3 वर्ष पछाडि फेरि पनि मन्दिर आइसक्यौँ अनि दुईजना हिरोइनहरू चाहिँ यहाँ आउँदै हुनुहुन्छ हिँडेर यहाँ छु म हामी चाहिँ अब मन्दिर जानु आँटेको ह्यान्ड वास गरिसकिसक्यौँ अनि यो चाहिँ मेरो सेकेन्ड टाइम हो गोवा आएर फर्स्ट टाइम योभन्दा सायद 3 वर्ष अगाडि गएको थियो अनि 3 वर्ष पछाडि आफ्टर ब्याक फेरि जाँदैछु हेर्दै गर्नु होला कस्तो हुन्छ के गर्छौँ कस्तो गर्छौँ भनेर यो चाहिँ हो मन्दिर जाने बाटो अनि हामी जान्छौँ मन्दिरतर्फ चाहिँ हजुरले हेर्न सक्नुहुन्छ यो चाहिँ यहाँ मन्दिरमा चढाउने सामान हो अनि यहाँ चाहिँ यसरी दिदीले रेडी गर्दै हुनुहुन्छ सामान यस्तो चाहिन्छ सबै थोक मङ्गलसूत्र चढाउनुपर्छ अनि यस्तो चढाउँछन् अनि यो चाहिँ मेरो थाली रेडी गरेको हाम्रो चाहिँ दर्शन पनि एकदमै राम्रो भयो अनि यो चाहिँ रहेको छ मेरो हजुरले हेर्न सक्नुहुन्छ यो चाहिँ मन्दिर हो यहाँ हुन्छ दुईजना ब्युटिफुल लेडी बर्थडे स्पेसल गर्ल आजको कस्तो लाग्यो आज यत्रो टाढा मन्दिर आएर भिआइपी दर्शन हो दिललाई कस्तो लागिरहेछ खुसी लागिरहेछ यो रहेको छ मन्दिर अनि यहाँको क्राउड चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ एकदमै धेरै क्राउड छ अनि यो चाहिँ रहेको छ मेरो सामान अनि यहाँ चाहिँ छ सामानहरू किन्न सक्नुहुन्छ अल ओभर मन्दिर चाहिँ यही हो साथीहरू अनि हजुरहरूले यहाँको क्राउड देख्न सक्नुहुन्छ यति धेरै क्राउड छ अनि अब चाहिँ हामी घर जाँदैछौँ किनभने एकदमै राम्रो दर्शन भयो हाम्रो
अनि यो चाहिँ मेरो हातमा आएको यो चाहिँ प्रसाद हो। म योभन्दा 3 वर्ष अगाडि आउँदाखेरि चाहिँ मलाई मङ्गलसूत्र परेको थियो, योपालि चाहिँ साडी परेको छ। अनि यो चाहिँ यहाँको क्राउड हो। अनि यति भन्दै आजको सर्ट भिडियो यहीँ एन्ड गर्छु। थ्याङ्क यू सो मच वाचिङ दिस माई भिडियो गाइज। बाई बाई। हेलो हेलो। हजुरहरूले सोच्नुभयो होला मन्दिरको फोटो चाहिँ हालेन भनेर, तर भित्र चाहिँ फोटो भिडियो खिच्न अलाउ थिएन। तर पनि मैले लुकेर खिचेको छु, त्यो चाहिँ म हजुरहरूलाई लास्टमा देखाउँछु। अनि थ्याङ्क यू सो मच वाचिङ दिस माई भिडियो गाइज। बाई बाई। प्लिज सब्सक्राइब माई च्यानल।